ल है फेरि पनि भोकल लिरिक्सहरू मिस भने माफी पाऊ 1 2 3 गो नयाँ सपना बोकी फुटबलको दुनियाँमा भर्नु छ नयाँ उडान पुग्नु छ लक्ष्यमा गोल गर्दै मैदानमा बन्नु छ पूर्वको सान नयाँ सपना बोकी फुटबलको दुनियाँमा भर्नु छ नयाँ उडान मेची झै बगेर मैदानमा जितेर बनाउँछौ आफ्नै पहिचान We are the Tuskers and we are here to stay No matter what may come we gonna pave our own way झापा एफसी आयो झापाली यो ताली यो हल्ला अब झापाकै लागि झापा एफसी आयो झापाली गोल पोस्टमा अब गोल गर्छन् हाम्रै खेलाडी झापा एफसी आयो झापाली यो ताली यो हल्ला अब झापाकै लागि झापा एफसी आयो झापाली गोल पोस्टमा अब गोल गर्छन् हाम्रै खेलाडी दाले चाहिँ यो गीत लास्ट सिजन 2 को लागि लेख्नु भएको थिएन झापा एफसीको लागि झापा एफसी त्यतिखेर न्युली एन्टर भएको थियो फर्स्ट सिजन झापा एफसीको फर्स्ट सिजन थियो दाले चाहिँ कसरी चाहिँ अनि यो लेख्ने सोच कसरी के भएर चाहिँ होइन उनी झापा एफसीले चाहिँ फेसबुकमा होइन हजुर लिरिक्स थिम सङको लागि लिरिक्सहरू लेखेर पठाऊ भन्ने के त्यस्तो हालेको थियो कि पोस्ट गरेँ मैले चाहिँ लिरिक्स लेख्दा त्यो मेलोडी पनि आएर अनि मैले गीतै बनाएर पठाएको कि हजुर अनि उनीहरूले फेसबुक पेजबाट पनि पोस्ट गरिदिएको थियो हजुर प्लस अञ्जन विष्ट मार्की प्लेयर थियो नि त्यो बेला अञ्जन विष्टलाई त्यो रिभिल गर्ने दिन चाहिँ उनीहरूले ब्याकग्राउन्डमा यो गीत नै बजाएको थियो खुसी घर बसेर हेर्दै मेरो गीत बज्यो मैले गएको गीत बज्यो कसरी चाहिँ यो लेख्ने कन्सेप्ट आयो मतलब के सोच्नु हो लेख्दाखेरि सोच्दा त त्यतिकै आयो आउन चाहिँ हजुर त्यस्तो सोचेर त लेख्न चाहिँ जस गिटार लिएर फर्स्ट लाइन लेख्यो अनि लेख्दा त्यो भन्ने कि मैले जति मैले गीत लेख्दा खासमा त्यसरी लेख्छु सोचेर सब गीत र लिरिक्स र मेलोडी एकैचोटि लेखि पठाउँछु कि म लेख्दा चाहिँ त्यो लिरिक्स मात्र चाहिँ कहिले लेख्न सकेको छैन झापा एफसीको योपालि जस अब चाहिँ टिम राम्रो छ मैले साइनिङ गरेर नि हेरिरहेको थिएँ योपालि चाहिँ हामीले चाहिँ पूर्वलाई इलाम थियो विराटनगर थियो झापा थियो पहिला चाहिँ फर्स्ट सिजनमा विराटनगर थियो सेकेन्डमा इलाम र झापा थियो यसपालि झापामा सपोर्ट चाहिँ झापालाई नै आफ्नो ठाउँलाई नै भइहाल्छ अनि मैले एकजना देखेको थियो त अलहाजी गेडो के भन्ने उसले चाहिँ झापाले साइन गरेको फरवर्ड उसले चाहिँ युरोपा लिगहरूको पनि एक्सपिरियन्स रहेछ नाइजेरियन प्लेयर हजुर नाइजेरियन अन्डर 20 जस्तो लाग्यो त अनि 16 अपियरेन्समा 6 गोल के देखिरहेको थिएँ मैले अन्डर 20 नाइजेरियन टिमबाट सिनियरको चाहिँ सिनियर पनि गरे हो कि एक अपियरेन्स चाहिँ हो कि त्यो मैले याद गरेन अनि उसले चाहिँ डेनमार्क अनि यता स्विडेनको टप टायर लिगहरू खेलेको रहेछ अरू कता नि जस म्याक्सिमम टिममा खेलेको रहेछ स्ट्राइकर भनौँ न स्ट्राइकर होइन यसपालि चाहिँ झापाले साइन गरेको रहेछ झापाले अनि डिफेन्डरहरू एकजना के पो थियो उसको नाम ऊ पनि सेन्टर ब्याक गरेछ ऊ पनि खतरै छ त्यो हाम्रो फेरि उ छन् मेन त डोना थापाको भाइ एलन थापा मगर एलन कि जहिले पनि एलन थापा मगर उसले चाहिँ प्रुभ गर्छ उसले चाहिँ देखाएर नै गेम देखाएर नै उसलाई चाहिँ साइन गरेको है राम्रो मतलब उसले प्रुभ गर्यो नि त अनि अब उसले एउटा प्लेटफर्म चाहिँ पाएको छ अब यसमा चाहिँ गर्न सक्यो भने चाहिँ नेसनल टिममा चाहिँ पर्नुपर्छ जस्तो लाग्छ मलाई गेम हेरेर है उसको ड्रिब्लिङ नि राम्रो छ अनि त्यो स्पिड प्लस कन्भर्ट पनि गर्ने के हैन त अस्ति भद्रपुर गोल्ड कपमा खेलेको झापाबाटै खेलेको फाइनल हार्यो बट जस उसको ओभरअल टुर्नामेन्टमा राम्रै थियो पर्फर्मेन्स
फेरि ऊ न त युट्युबरहरू पनि त फ्यान फलोइङ दरो छ, फ्यान फलोइङ चाहिँ दरो त्यो प्लेटफर्म चाहिँ डोना थापाले क्रिएट गर्दै जस्तो लाग्छ है। अनि एकजना हङकङको टप टायर खेल्ने आर्यन राई पनि साइन गरेको छ। राम्रो साइनिङहरू राम्रो छ यसपालि। अरू टिमले पनि राम्रो राम्रो गरिरहेको छ। फरेन प्लेयरहरू चाहिँ यसपालि राम्रो राम्रो ल्याइरहेको छ। अब कसले चाहिँ जित्छ, अब हामीले झापाले जितोस् जस्तो हुन्छ आफ्नो ठाउँको। जे भयो पनि जस्तो भयो पनि त्यो अलिकति इमोसन चाहिँ हुन्छ क्या, ट्याच चाहिँ हुन्छ दा उताको। म्याच हेर्न जानु पऱ्यो नि, म्याच चाहिँ हेर्न जानु। झापासँग फेरि हाम्रो एट्याचमेन्ट चाहिँ कसरी छ भने होइन भाइ, हजुर हामी पहिला खेल्दा चाहिँ हजुर पाहाडमा अब इलाममा खेल्दा झापाको खेलाडी भनेपछि त्यो अर्कै हुने कि उनीहरूले त्यो टचहरू खेल्नु राम्रो टचहरू खेल्ने झापाले। झापा म्याक्सिमम प्लेयरहरू झापाको बराबर थियो नि त। अब हाम्रोतिर ठुल्ठुलो टिमहरूले जस म्याक्सिमम झापाको लियो भने झापाले राम्रो खेल्यो, फाइनलहरू उठाइदिने अब त्यस्तो गर्थ्यो नि त। झापाको भनेपछि अर्कै उनीहरूको त्यो राम्रो छ क्या। हामीले चाहिँ जो सिकेको पनि झापाको खेलाडी हेरेर जस्तो लाग्छ, त्यो टचहरू खेल्नु, पासहरू चाहिँ सर्ट पासेसहरूदेखि लिएर होइन। अनि ऊ पनि छैन के अरे हाम्रो के राई पुलिसबाट खेल्ने उज्जवल राई। हजुर साजन दाई, हाम्रो साजन दाईले एक दुईचोटि ल्याउनु भएको थियो होला हामीसँग फुटसल खेल्नु। लेफ्टी होइन? हजुर हजुर राम्रै खेल्थ्यो नि केटो। कान्तिपुरमा आउँथ्यो होइन? कान्तिपुरमा आउँछ, कान्तिपुर फुटसलहरूमा। तर हामी एकजना दाईहरूसँग खेल्थ्यौँ नि, उहाँहरूसँग खेल्दाखेरि ल्याउनु भएको थियो। दुई तिनचोटि नै ल्याउनु भएको थियो होला साजन दाईले। अब त्यही हो, झापा एफसीलाई अल द बेस्ट। एनटिसीबाट खेलिरहेको थियो, राम्रै खेलिरहेको थियो। जे झापालाई चाहिँ अल द बेस्ट। सो हुनेछौँ त्यहाँ स्टेडियममा सपोर्ट झापामा। मैले झापाको फेसबुक पेजमा जर्सी कहाँ पाउँछ दराजको लिङ्क पठाइदिइरहेको छ यार मलाई। हजुर निकैबाट ल्याएर जानु पर्यो। हजुर राम्रो छ टिम, हेरौँ अब कस्तो खेल्छ यसपालि। हाम्रो फेरि त्यो बेला मैले त्यो गीत बनाउने बेला रोशन सर छ नि, हजुर ट्याक्कै असिस्टेन्ट म्यानेजरमा उयो भएको थियो कि अपोइन्ट भएको थियो कि भन्नुभएको थियो है त्यो हेर्दाखेरि। उसको पनि ब्याड लक त्यतिखेर त्यो इनिसियलै नभइदिएर धेरै कुरा सिक्थ्यो नि उसले। त्यो बेला त्यही त हल्का ऊ भएर भएन, पछि भयो त्यतिखेर। फेरि अब ऊ कहाँ विदेश गइसकेको जस्तो लागेको छ। अहिले चाहिँ कहाँ हुनुहुन्छ सर? अहिले आउनु भएको छ। आउनु भएको छ। एक दिन ल्याउनुपर्छ यहाँ। हुन्छ झापाको हुनुहुन्थ्यो नि त है, सबैमा यताउता गरिदिइसकेको छु मैले भनेर भन्नुहुन्थ्यो नि हामीलाई भेट्दा। ल योपालि चाहिँ अब एनएसएल राम्रो होस्। त्यही हो, एनएसएल राम्रो भयो नि अब नेपाली फुटबलमा पनि राम्रो हुन्छ। नयाँ प्लेयरहरूलाई पनि अब चिन्छ मान्छेहरूले, अब नेसनल टिममा आउने चान्स पाउँछ, उनीहरूले पनि प्लेटफर्म पाएको चाहिँ। फेरि यस्तो एनएसएलहरू भइदियो भने त्यो खेलाडीले मात्र होइन कतिजनाले चान्सेस पाउने कि त्यो आफ्नो एउटा त्यो चाहिँ हो। अहिले त अब त्यो सोसियल मिडिया म्यानेजरहरूदेखि लिएर कन्टेन्ट क्रिएटरहरूले पनि म्याक्सिमम त्यसमा चान्स पायो भने अब उनीहरूले पनि एसोसिएट हुन्छ एउटा टिमसँग, अनि कति कुरा सिक्छ कि उनीहरूले। धेरैजना हुन्छ अब जस्तै फिजिसियनहरूले पायो, असिस्टेन्ट कोचहरूले पायो, अब यो गोलकिपर कोच अहिले त त्यसरी पनि लिएर छ नि त। जस म्याक्सिमम ऊ हुन्छ मान्छेहरूले चान्स पाउँछ। जस एभ्री इयर होस्, म चाहिँ त्यही भन्छु, अझै प्रोफेसनल हुँदै जाओस् एनएसएल होइन। जस राम्रै भएर आइरहेछ अहिलेसम्म त। अब मान्छेहरूले पनि सपोर्ट चाहिँ गर्नु पऱ्यो। त्यो एनपिएलमा मान्छेको क्रेज जस्तो त्यो चाहिँ अब रङ्गशालामा पनि देख्नु पऱ्यो। गेम पनि म्याक्सिमम गेम 6 बजी रहेछ ठिक्क टाइम चाहिँ है। एक दुईवटा गेम चाहिँ 2 बजी त्यो चाहिँ अलिक नगर्नुपर्ने है। 2 बजी को हेर्नु घाममा हुन्छ। अब त फेरि समर लाग्यो कि 6 बजीको टाइमिङ चाहिँ ट्याक्कै हो, दामी एकदम दामी थियो त्यो चाहिँ टाइमिङ। फर्स्ट म्याच त 6 बजी छैन? हजुर, रेजर्स भर्सेस ललितपुर भ्याली डर्बी छ फर्स्ट गेम चाहिँ झापाको छ त बुटवल लुम्बिनीसँग 6 बजे नै छ। जोस् झापाको हेड कोच चाहिँ प्रवेश कटवाल रहेछ होइन? हजुर। अनि ऊ चाहिँ ब्रान्ड एम्बेसडर चाहिँ झापा सायद झापाको होला उहाँले। हाम्रो नेपाली कोचहरू प्रवेश कटवाल मात्र हो कि क्या? अरू त प्रायः विदेशी कोचहरू देखिरहेको थिएँ मैले। ललितपुरको पनि बाहिरकै देखिरहेको थिएँ, काठमाडौँको पनि बाहिरकै छ जस्तो लागिरहेको थियो मलाई। अब चाहिँ आउँदैछ एनएसएलको। अब जस एउटा फुटबल फ्यानहरूलाई चाहिँ
एउटा अब फेस्टिभल टाइपको जे होस् भयो हुन्छ हो हेर्नुपर्छ अब कतै नभ्याउनेले टिभीमै हिमालयन एचडीले पाएको जस्तो लाग्यो थियो मलाई त्यहाँ हिमालयन एचडी हजुर अनि डे 1 को ओपनिङ म्याचको मेन एट्र्याक्सन अफ द डे चाहिँ के हुने दुर्गेश थापाको के अरे गीत दुश्मन दुर्गेश थापाको सोल छ नि त हजुर डे 1 मा उसको फेरि गीत त है हो दुश्मन हेरेको अरे खतरा कडा गइरहेछ